हाम्रा मित्र अन्य साथीहरू कोशी अञ्चल भेला हामीले उद्योग वाणिज्य महासंघको विधान अनुरूप अञ्चल प्रतिनिधिको चयन गरिसकेपछि वर्षमा कम्तीमा एक पटक त्यो अञ्चलको गतिविधिलाई अञ्चलभरिको जिल्ला उद्योग वाणिज्य संघको गतिविधिलाई को कार्यक्रमहरूको बारेमा रूपरेखाको चाहिँ तर्जुमा गर्न हामीले अञ्चल भेला बोलाउने परम्परा रहेको छ उद्योग वाणिज्य महासंघ। त्यसै परम्परा अनुरूप आज सुनसरी उद्योग वाणिज्य संघले यो कोशी अञ्चल भेला बोलाएकोमा सर्वप्रथम यसको सफलताको शुभकामना म दिन चाहन्छु। का प्रतिनिधि तथा नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्षको रोबरमा आज कोशी अञ्चल भेला सुनसरी उद्योग वाणिज्य संघले गर्न गएको छ। यसमा हामीले 7वटा जिल्ला उद्योग वाणिज्य संघ र 2वटा नगर उद्योग वाणिज्य टार्गेटको बारेमा विश्लेषण गर्छौँ र आउने जो यहाँ पाल्नु भएको छ जो पाल्नु भएको छैन उहाँहरूलाई पनि हामीले म्यासेज दिएर त्यो छलफलमा भएका निर्णयहरूलाई कार्यान्वयन गर्नतर्फ अग्रसर हुनुपर्ने हामीले ठानेका छौँ। र अहिले हाम्रो बिचमा हाम्रा अन्य निकै कार्यक्रमहरू भएको हुनाले म यस कार्यक्रमको सफलताको शुभकामना गर्दै आफ्नो सानो शुभकामना यहाँ गर्छु। धन्यवाद महोदय। यस कोशी अञ्चल भेलाका सभापति तथा उद्योग वाणिज्य महासंघले यस सभाका भएका हाम्रा कोशी अञ्चलले भएका जिल्लामा पढाउनु सम्पूर्ण सदस्यहरू यस सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी नेपाल उद्योग वाणिज्य महासंघको यो अहिलेको छिमेकीहरूको दोस्रो अञ्चल भेला हुनुपर्दछ। यो वर्षभरिमा हामीले अहिलेसम्म जनपूर्ण अञ्चल भेला भएको छ भने कोशी अञ्चलले दोस्रो यो अञ्चल भेला गर्दैछ भनेपछि अगाडि नै छौँ। 14वटामा हामीले दोस्रो भइरहेको छ अगाडि नै चालिरहेको छ। विशेष गरेर अञ्चल भेला भन्नुको तात्पर्य के हो भने अञ्चलभरि छरिएका जिल्लाहरूमा र कोशी अञ्चल त्यस मानेमा सबैभन्दा महत्त्वपूर्ण अञ्चलको रूपमा लिएको छ र यसमा छरिएका जति पनि सङ्घ सभादेखि लिएर मोरङसम्मका जुन व्यापारी साथीहरूको समस्याहरूलाई एकत्रित गरेर समस्याहरूलाई एकजुट गरेर त्यसमा आउने नेतृत्वको लागि यो भेलाले एउटा ठोस कदम चालेको छ। साथै यो अञ्चलमा धेरै छिरेका जिल्लाहरू यसपछि हाम्रो सामूहिक परिचयको कार्यक्रम गरेको छ र आफ्नै समूहको विकासका लागि उपस्थित हुनुभएका सम्पूर्ण मित्रहरूले आफ्नो परिचय प्रदान गरिदिएर हार्दिक अनुरोध गर्छु र यो सुरुवात सुनसरी उद्योग वाणिज्य संघका प्रथम परिचयबाट प्रोफेसर गर्नुपर्छ। सबै नमस्कार। म योगम कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष। नमस्कार, म केन्द्र उद्योग वाणिज्य इकाइको नमस्कार, म सुबेर मेहता नेपाली संघको नमस्ते, म केशव श्रेष्ठ, म यो उद्योग वाणिज्य संघ संसदीयको सल्लाहकार। नमस्कार, म कामको साथमा इटाली उद्योग वाणिज्य सबैलाई नमस्कार। म किशोर श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघ रामको मुख्य उपाध्यक्ष।
नमस्कार, म महेन्द्र कुमार पनि यस उद्योग वाणिज्य सङ्घको कार्य समितिको जीवन नेपाल मोहनका अध्यक्ष नमस्कार, म सुशील धनावत, उद्योग वाणिज्य महासङ्घको केन्द्र सदस्य। नमस्कार, उद्योग वाणिज्य महासङ्घको नमस्कार, किशोर प्रधान, अध्यक्ष उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्र सदस्य। अब हामी यसपछि हाम्रो दोस्रो सत्र सुरु भइरहेको छ र दोस्रो सत्रमा आफ्नो सर्वको प्रतिवेदन सहित निष्कर्ष निकालेका कार्यक्रमलाई म आज यस कोषाङ्क समितिका सभापति श्री दिवाकर बच्चनलाई यो दोस्रो सत्रमा अध्यक्षज्यूहरूले चाहिँ आफ्नो प्रतिवेदन या आफ्नो कुनै प्रतिवेदन तयार गर्नुभएको छ भने त्यसलाई चाहिँ प्रस्तुत गर्नको लागि अनुरोध गर्दछु। त्यसमाथि चाहिँ छलफल भएर त्यसपछि हामीहरू चाहिँ त्यसमा अगाडि के गर्नुपर्ने त्यसको बारेमा दिनेछौँ। त्यसको लागि म अब सर्वप्रथम हाम्रा होस्ट धरानका अध्यक्षज्यूलाई म आफ्नो धारणा राख्नको लागि अनुरोध गर्छु। धन्यवाद।
कहिले निस्कन सकेन। सबै संगठनहरूको विकास विस्तार हुनुपर्छ। मात्र एउटै उद्देश्य भूमिका संगठनहरूको गठबन्धन दलिलो हुन्छ भन्ने सोचको विकास सँगसँगै उत्पत्तिको प्रमाणपत्रको विषयमा उठेका विषयलाई समाधान गर्नेतर्फ विकासको बाटो खोलिनुपर्छ। हिजोका दिनमा उठेका विवाद ताजा नै छ। महासङ्घबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्दा दिएको निर्देशन विपरीत एकाध संगठनबाट आफ्नो जिल्ला बनाएका जिल्लाको समेत उत्पत्ति सर्टिफिकेट जारी गर्ने गरेको हुँदा एकातिर सम्बन्धित जिल्लाको तथ्याङ्क स्पष्ट हुन सक्दैन भने अर्कोतिर तथ्याङ्कको अभावले जिल्लाको सम्बन्धित निकायको उपजिमा व्यवसायको समस्यालाई समाधानको विधान राजनीतिक स्वरूपको माध्यम गरेकोले हाम्रो आफ्नो जिल्लाको उद्योगलाई बढी सुविधा दिन सक्ने मान्यता बनाउनु हुँदैन। चाँडै इत्यादि उद्योगिक शाखा सङ्घलाई विद्यार्थीबाट सङ्घ सञ्चालन गर्नु नसकिरहेको अवस्थामा त्यस्ता सङ्घहरूलाई महासङ्घले प्राथमिकताको सूचीमा राखेर आया कार्यक्रम मिलाई मात्र दिन त्यसको सुपरिवेशन समेत गरेर सङ्घको शाखा समेत पुर्याइदिनु पर्ने आजको आवश्यकता हो भन्ने यसको आग्रह हो। प्रत्येक वर्ष सामूहिक रूपमा उपस्थित बनाएर जाने छात्रहरू र गोष्ठीबाट नयाँ सोचको विकास हुँदा आपसी सम्बन्धको अभिकरण हुने रहने हुँदा अन्तर्जिल्लालाई शासक रूपमा परिमार्जित गर्न भेलामा आउनेका विषय ग्रहण हुनुपर्ने र त्यसको उठाएका विषयलाई असरस केलाएर समाधान खोजियो भने बेलाको उपलब्धि ठान्नुपर्छ भन्ने मान्यता यसको हो। विषय धेरै खोजिनुभन्दा परिणाम एउटै भए पनि गहन विषय हुन पुग्यो भने जिल्लाको आयोजना सार्थक हुनेछ। हालै धन्यवाद। आज हाम्रो सौभाग्यवश यस अञ्चल जिल्ला कार्यक्रममा हाम्रा केन्द्रीय 3 जना धेरै विज्ञ केन्द्रीय सदस्यहरू पनि हुनुहुन्छ। उहाँहरूलाई म स्वागत गर्दछु। कुमार जोशीजी, ईश्वर रावतजी र प्रधान यस प्रोग्राममा अहिले कासाको सदस्यहरू भएकोले मानिसहरूको उहाँहरूको स्वागत गर्दछु। त्यसैगरी र अब यस कार्यक्रममा अगाडि बढाउने बोल्ने क्रममा धन्यवाद। आजको यो कोशी अन्तर्गत नेपालको केन्द्रीय सदस्य केन्द्रीय प्रतिनिधि सदस्यहरू, उद्योग वाणिज्य संसदीका अध्यक्षज्यू, उद्योग सङ्गठन बनाएका अध्यक्ष मोरङ व्यापार सङ्घका अध्यक्षज्यू र अन्य मेरा उद्योगपति साथीहरू र यहाँ पाल्नुभएका प्रतिनिधि साथीहरू, विगतमा पनि यस किसिमका कार्यक्रमहरू भइरहेका कुराहरू हामीले जानकारी पाइरहेका छौँ। जस्तो अञ्चलभरिका उद्योग वाणिज्य सङ्घहरूले मिलेर एउटा उद्योग अञ्चल प्रतिनिधि हामीले चयन गर्न उहाँलाई पठाएका छौँ। विगतको अञ्चल भेलामा पनि केही निर्णयहरू भएका थिए। ती निर्णय सर्वप्रथम त गएको अवधिमा पनि हामीले उद्योग वाणिज्य महासङ्घमा कोशी अञ्चलको प्रतिनिधित्व गर्नका लागि दिवाकर गोल्छाजी नै हुनुहुन्थ्यो र यसपालि पनि उहाँ नै त्यस हाम्रो क्षेत्रको प्रतिनिधित्व गरिरहनु भएको हुनाले विगतका समस्याहरूलाई अझ बढी उहाँले केलाइदिनुहुन्छ भन्ने कुरोको म यहाँ आशा गर्दछु। सबभन्दा पहिले त हामी इटरी उद्योग वाणिज्य सङ्घ नेपाल उद्योग वाणिज्य सङ्घको सबैभन्दा कान्छो सदस्य हौँ। निवर्तमान अध्यक्ष कृष्णप्रसाद खनालजीको अध्यक्षतामा हामीले महासङ्घको सदस्यता भवन निर्माणका लागि जग्गा जमिन उपलब्ध गरायौँ, भवन निर्माण गऱ्यौँ। 2 तले भवन बनाएर हामी केही हदसम्म उद्योगी व्यापारीहरूको सङ्घ सुनसरी धरान इटरी र यिनीहरूलाई समानुपातिक हिसाबले चाहिँ मतलब त्यो उत्पत्तिको प्रमाणपत्र भएकोबाट प्राप्त भएको रकम वितरण गरियोस् भन्ने कुरा म यहाँहरू समक्ष राख्न चाहन्छु। हामीले पटक पटक
यस्ता कुराहरू चाहिँ विभिन्न फर्महरूमा राख्दै पनि जान्छौँ। हामीले समस्याहरू राख्ने र समस्याहरूलाई चाहिँ समाधानको आशा गर्ने ठाउँ पनि हाम्रो चाहिँ उद्योग वाणिज्य महासङ्घ नै हाम्रो भएको हुनाले विगतमा धेरैपल्ट हामीले चाहिँ यी कुराहरू धेरै फारममा राख्यौँ। तर अब नेतृत्व तहमा रहनुभएका मित्रहरूले हामीलाई तपाईँहरू स्थानीय स्तरमा बसेर मिलाउनुहोस् अथवा स्थानीय तहमा केही गर्नुहोस् भनेर चाहिँ पनि हामी आश्वासन दिनुहुन्छ। अब तलको तहमा हामी आफू बसेर कसरी मिलाउने भन्ने कुराको हामीले आफै जानिराखेका छैनौँ। त्यस कारणले हामी के चाहन्छौँ भने नेपाल उद्योग वाणिज्य महासङ्घले उद्योग वाणिज्य सङ्घका सबै समस्याहरूलाई केलाएर मिलाइदिने र तिनीहरूको चाहिँ समस्यालाई निराकरण गरिदिने भूमिकाको निर्वाह गरिदिनु पर्यो। हामी भन्न चाहिँ उद्योग वाणिज्य महासङ्घका हाम्रो छात्र त्यो परम्परा नरहोस्, जुन चाहिँ हामीले उद्योग वाणिज्य सङ्घलाई जानकारी होस् उद्योग कहाँ गर्नु उद्योग वाणिज्य सङ्घको सिफारिस दिएर मात्रै वाणिज्य कार्यालयमा भनेको उद्योग कार्यालयमा या जहाँ दर्ता हुन्छ त्यहाँ चाहिँ स्थानीय उद्योग वाणिज्य सङ्घको सदस्यताले सिफारिस दिएर मात्रै दर्ता गर्ने प्रक्रिया बसाइदिने अवगत गरिदिनु पर्यो भनेर हामीले एकपल्ट महासङ्घमा प्रदर्शन गरेका छौँ। अब त्यसलाई हामीले जानुपर्छ यहाँबाट भने हामी डेलिगेसन जानुपर्छ महासङ्घबाट प्रतिनिधिहरूले हामीलाई साथ दिनु पर्यो। मन्त्रालयमा गएर पनि हामीले केही राख्नुपर्छ चाहिँ हामीलाई साथ दिनु पर्यो। हामी चाहन्छौँ स्थानीय स्तरमा दर्ता भएका उद्योगहरू रेकर्डेड ठाउँमा हुन् र त्यसबाट दर्ता गर्दाखेरि उद्योग प्राप्त भयो भने त्यो उद्योग वाणिज्य सङ्घलाई पनि अब हामीलाई मात्र पत्र आउँछ तपाईँहरू यो रेकर्डहरू पठाउनुहोस् यो कतिवटा उद्योग सङ्घहरूसँग कुन कुन किसिमका उद्योग सङ्घलाई महासङ्घमा पत्र आउँछ मन्त्रालयबाट पत्र आउँछ हामीसँग जम्मै रेकर्ड हुँदैन किनभने हामीले हामी हुँदैन। त्यस कारणले त्यो व्यवस्था पनि मिलाउने एउटा परिपाटी बसोस् भन्ने मेरो आग्रह छ र हामीले एकपल्ट माग गरेका थियौँ। इटरी उद्योग वाणिज्य सङ्घले नगरपालिका क्षेत्रभित्र कार्यरत भइरहेका भने अब जिल्ला स्तरमा कार्यरत अथवा जिल्ला स्तरको कुनै पनि कार्यक्रम गर्दाखेरि पनि प्रभावी नभएको यहाँ उद्योग वाणिज्य सङ्घले पनि गरिरहेको छ। अब हाम्रो आश्वासन चाहिँ इटरीको देखि क्षेत्रको पकडेको अथवा हाँसको अथवा कलाको हुनाले हामीलाई मिलेको क्षेत्रमा काम गर्न अनुमति पाइयोस् भन्ने हामीले महासङ्घमा पनि एकपल्ट निवेदन पठाएका छौँ। महासङ्घका सदस्य महासङ्घका सदस्य लोक सङ्गठनका अध्यक्ष किशोर प्रधानज्यू सुन्दरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन कुमार अग्रवालज्यू, इटरी उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू, मोरङ नेपाल सङ्घका अध्यक्षज्यू, भोजपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू लगायत अतिथि प्रतिनिधिज्यूहरू साथै धरान उद्योग वाणिज्य सङ्घका सम्पूर्ण सदस्य प्रतिनिधिज्यूहरू हुन चाहिँ यिनीहरूका वर्गका उद्योग वाणिज्य सङ्घ भए तापनि हाम्रो समस्या धेरै नै छन्। हामीसँग केही अफिस अहिले हामी भाडामा सञ्चालन गरिरहेका छौँ। हामीसँग कठिनाइ छ। हामीले महासङ्घबाट सहयोग प्राप्त रकम र अञ्चल प्रतिनिधिबाट प्राप्त रकम सहयोग रकमबाट हामी फेरि थप जग्गा किनौँ र भवन अहिलेसम्म हामी बनाउन सकिरहेका छैनौँ किनभने हामीलाई आर्थिक कठिनाइ धेरै छ र हाम्रा सङ्घका साथीहरूले पनि आफ्नो प्रतिबद्धता जाहेर गरेका छन् भवन बनाउनको लागि र हामीले सबभन्दा पहिले हाम्रो भोजपुरमा जुन अञ्चल भेला भएका थियो त्यसमा हामीले उत्पत्ति प्रमाणपत्रको मेन समस्या त्यही थियो। यहाँ पनि हाम्रो के भएको थियो भने उत्पत्ति प्रमाणपत्रको रकमबाट सुन्दरी उद्योग वाणिज्य सङ्घले केही पर्सेन्ट लिने र केही पर्सेन्टबाट इटरी र यिनीहरूलाई बाँडफाँड गर्ने त्यो कुरो अहिलेसम्म कार्यान्वयन भएन, महासङ्घले गरिदिएन। त्यो अब अञ्चल प्रतिनिधिलाई हामी व्यक्त गर्न चाहन्छौँ। र अर्को कुरो के छ भने हाम्रो छिमेकीका गाविसहरू जस्तो पहिले पनि सुन्दरीको अध्यक्षज्यू खरानी अग्रवालज्यू हुँदाखेरि हामीलाई यिनीहरूलाई दिएको थियो तपाईँको बाहिर भान्टाबाडी लोकी जस्तो तपाईँको हरिनगरा देवानगर हामी चलाइरहेका थियौँ। तर त्यहाँ एउटा समस्या के आयो भने तपाईँको स्थानीय
दर्ता गर्नुपर्ने गाविसमा त्यो गरिरहेको छैन। व्यापार दर्ता गर्नुपर्ने र त्यहाँ के गरेको छ भने त्यहाँ व्यापार दर्ता गर्दा तपाईँको 150 रुपियाँ आउनुपर्ने ठाउँमा उसले के गरिदिएको छ भने गाविसमा विकास शुल्क लगाएको छ। यो बजारमा तपाईँको छ। त्यसले गर्दा त्यहाँका व्यापारीहरू साह्रै मारमा परेका छन्। अस्ति तपाईँको हाम्रा त्यहाँका प्रतिनिधिहरू आएको थियो। हामी सँगै जिल्ला कार्यालयमा पनि गयौँ, जिल्ला विकासमा पनि गयौँ र त्यहाँबाट के सदस्यताहरू हामी भन्यौँ। 1 साल भइसक्यो तर केही त्यसको सुनवाई भएको छैन। त्यो समस्याहरू सबभन्दा जटिल छन् र हाम्रो अर्को समस्या छ यस्ता समृद्ध सङ्घहरूले चाहिँ 2 वर्षको लागि 1 वर्षको लागि एउटा सङ्घलाई चाहिँ एडप्ट गरेर तिनीहरूको चाहिँ पूर्वाधार विकासमा मद्दत पुर्याउने त्यस्तो चाहिँ एउटा अवधारणा विकसित भएको थियो। त्यसको अन्तर्गत नारायणमा मैले हेरेँ, अरू ठाउँमा मैले हेरेँ चाहिँ हामीहरू भन्दा पनि यहाँले चाहिँ सल्लाह सहायता देखाएर कसरी यो कम विकसित क्षेत्रहरूलाई विकसित गर्नु त्यसको लागि चाहिँ एउटा कुनै आवश्यक सल्लाह वा के गर्न सकिन्छ कि भन्ने एउटा मात्र यो सुझाव छ। म यहाँहरू सबैलाई विदित नै छ। जति जेठो संस्था हो र जति ठुलो रूप त्यसले धारण गर्यो त्यस्ता समस्याहरू पनि त्यति नै जान्छ। भर्खरै सभापतिज्यूले सक्षम जिल्लाहरू भन्नुभयो, बडा खुसी लाग्यो। सक्षम जिल्ला मात्रै हामी पनि पर्छौँ होला। तर जति पीर मार्का हामीलाई छ मलाई लाग्छ अरूलाई पनि हामीभन्दा कम होला। तर हामीले त्यसको बोध चाहिँ निकै नै उठाइरहेका छौँ। सर्वप्रथम त अब हामीले म भर्खरै 5 महिना जतिको राम्रोसँग म आफै अहिले सङ्घलाई सुदृढ बनाउनमा लागिरहेको छु। यस दरम्यानमा हामी विभिन्न गोष्ठीहरू भेदभावपूर्ण तरिकाले बाँडियो भन्ने पनि आग्रह गर्दछु र यो उत्पत्तिको प्रमाणपत्रको सम्बन्धमा मोरङ व्यापार सङ्घमाथि यति ठुलो लोड छ। अहिले संस्था पुरानो भएको त्यसको जुन इन्फ्रास्ट्रक्चर छ त्यो एउटा आकर्षण छ। त्यो आकर्षणले उद्योगी व्यवसायीहरूले त्यति नै त्यो संस्थासँग अपेक्षाहरू राखेका हुन्छन्। प्रशासन लगायत सामाजिक सङ्घ संस्था लगायत हरेक क्षेत्रमा र हरेक क्षेत्रले हामीसँग अपेक्षाहरू राखेका हुन्छन् र हामीले औद्योगिक हामीले जुन हिस्सेदारी हाम्रो छ त्यो पर्याप्त छैन। त्यसले गर्दा हामीले मान्छेमा पठाउनु पर्ने जुन हिस्से आदेश अझ हामीले सुखद अनुभूति चाहिँ गर्छौँ होला जस्तो लाग्छ। र त्यो भएको खण्डमा अहिले भर्खरै सभापतिको जुन आशय थियो, जुन आग्रह थियो, जुन लाभ थियो त्यसलाई हामी सबैभूत गर्न सक्षम हुनेछौँ भन्ने कुरो म विश्वास दिलाउन चाहन्छु। र जुन हामीले दिनुपर्ने शुल्क हो त्यो शुल्कमा हामीले प्रतिशत कटौती गरेर हामीले चाहिँ असुलिरहेका छौँ भन्ने पनि यथाकथा सुन्ने गरेको छु। यदि त्यस्तो छ भने सम्बन्धित उद्योग वाणिज्य सङ्घहरूलाई एउटा भाइचाराको नाताले एउटा भातृत्वको नाताले म चाहिँ त्यसको नगरिदिनु अनुरोध। मैले एउटा ठुलो महारोगको विषयमा चर्चा चलाएको थिएँ र मलाई कहाँ किन सायद महासङ्घले बेला बेलामा नीतिगत हिसाबमा गरेको पहलको दस्तावेजहरू प्राप्त गरेको छु। तर यो जुन हुनु परिरहेको छ उद्योगी व्यवसायीले यो समस्या यो जिल्ला निकासीकरण र कवाडीकरण यसको एकचोटिलाई निर्मूल हुन सक्ने हिसाबमा महासङ्घबाट पहल भएको मैले धेरै समयदेखि देखिरहेको छैन र यो सम्बन्धित जिल्ला उद्योग वाणिज्य सङ्घहरूले महसुस गर्ने गरिकन महासङ्घबाट पहल होस्। यो जिल्ला विकास निकासीकरण यो कवाडीकरण यो चाहिँ एकदमै तत्काल बन्द होस्, यो गुन्डागिरी खतम होस् भन्नेतर्फ महासङ्घले मलाई लाग्छ जोडदार गरेको पहल र हरेक जिल्ला उद्योग वाणिज्य सङ्घले महसुस हुने गरी कि हाम्रो आवाज महासङ्घले पनि माथिबाट बदल गर्दैछ भन्ने कुराको यथार्थ चाहिँ हामीले देखाउन सक्छौँ।
पनि म अनुरोध गर्दछु र एकपल्ट पुग्नुहोस् म सभापतिज्यू मार्फत अञ्चल प्रतिनिधिज्यू मार्फत एफएनसीसीआईमा यो व्यवस्थाका लागि पनि म अनुरोध गर्दछु र जिल्ला उद्योग वाणिज्य सङ्घहरूले आफ्नो तर्फबाट कुनै पनि उद्योगी व्यवसाय व्याकरणका लागि सम्बन्धित जिल्ला उद्योग वाणिज्य सङ्घले महासङ्घलाई अनुरोध गरेमा त्यहाँबाट यसको सेल गठन होस् जसले सक्रियतापूर्वक त्यो समस्याको समाधानका लागि परोस् न कि एउटा झाडाखिराइको इच्छा। यो पनि मैले दुई चारवटा समस्या महासङ्घमा पठाउँदा त्यो तलैबाट गएको। अब यसमा सुधार चाहिँ जरुर होस् र हरेक तर्फबाट उद्योग वाणिज्य महासङ्घले सम्बन्धित जिल्ला उद्योग वाणिज्य महासङ्घलाई सुखद अनुभूतिको एहसास चाहिँ दिलाउन सकोस्, महसुस गराउन सकोस् भन्ने म अनुरोध गर्दै मेरा साना समस्या देखिएको म निवेदन गर्दै दिँदा हुन्छु। सरकारी आर्ट्सलाई सपोर्ट चाहिएको फलानालाई दिन्छु उनीहरूले पनि केही आफ्नो सपोर्टहरू चाहिँ आफ्नो रिसोर्सेसहरू चाहिँ जम्मा गर्नु र त्यही आर्ट्सलाई यो सम्पूर्ण जिम्मेवारी सधैँ चलाइदिने भन्ने मेरो आधारमा एडप्सन गर्नलाई त्यो सिर्फ चाहिँ सर्टन चाहिँ पूर्वाधारहरूमा दिनमा मद्दत गरेर त्यस्तो चाहिँ गर्ने कुनै पनि चलन थियो अहिले पनि छ होला र उहाँहरूले आफ्नो रिसोर्सहरू जुटाइदिनु राख्नु भएको छ। त्यसमा कसरी यस्ता जिल्लाहरूलाई सपोर्ट गर्ने भन्ने सुझाव थियो। यहाँ एउटा सम्झनाइ छ होला र त्यो चाहिँ सोहा जुन ओपिनियन राखे पनि कमसेकम जनतालाई दुःख हुने काम चाहिँ हुनु हुँदैन र त्यसबाट जसको लागि गरिएको तिनीहरूलाई नै पास अप्ठ्यारोमा पार्ने स्थिति यस सभामा उपस्थित भएका जिल्लाका उद्योग वाणिज्य सङ्घका अध्यक्षहरू प्रतिनिधिहरूलाई पूर्वमा भोजपुर उद्योग वाणिज्य सङ्घको तर्फबाट नमस्कार भन्न चाहन्छु। मेरो भोजपुर जिल्लाको अवस्थामा पहिला मेरो भोजपुरमा 2026 सालको प्रदेश समितिदेखि म त्यसलाई उद्योग वाणिज्य सङ्घ लिएर त्यस कार्यक्रममा थुप्रै कुराहरू अगाडि बढेको होला, कति कुराहरू चाहिँ सुस्तमा बसेका छन् जस्तो लाग्यो मलाई। तर त्यो अलिकति अध्ययन गरेर अगाडि बढेदेखि राम्रो हुन्थ्यो कि एउटा मेरो यो भनाइ छ। र अर्को कुरो के छ भनेदेखि हाम्रो पहाडी जिल्लाहरूले त्यो कस्तो अवस्थामा पुगिरहेको छ भनेदेखि पहाडी रेल जति चाहिँ अहिले यो माओवादीको समस्या जन्मिएको छ। जसरी अहिले हामी के गरिरहेका छौँ भने 6 बजीदेखि हाम्रो चाहिँ कर्फ्यू लाग्छ अरे, 6 बजीदेखि कर्फ्यू लाग्दै बत्ती मिलाएर सुत्नुपर्छ। अब त्यसमा केही पनि छैन। अब बाहिरबाट आउने मानिसहरूसँग चाहिँ फेरि के भने हाम्रो 4 बजीदेखि हाम्रो कन्ट्याक्ट क्लियर छ। हाम्रो 75% गाउँबाट मान्छेहरू आउँदैन रहेको। र मेरो सचिवालय यसपल्ट पनि बनाउनु जम्मूको गरे। जम्मूको गर्दा मैले के भनेदेखि आफू सकेँ भोजपुर त्यत्रो काण्डमा छु। काण्ड बचिसकेपछि अर्को कुरा के भने हामी सम्पूर्ण व्यापारीहरूमा चाहिँ के भनेदेखि चन्दाको ज्यादा पर्दा र खास गरी भोजपुरको व्यापारीले स्थापित भएर देखिसकेका छन्। जस्तै मेरो कार्यकारी समितिका साथीहरू पनि आउनु छैन, सबै भेट्नु त्यहाँबाट आएको छ। अब यो के भइरहेको छ भने यो हिजो चाहिँ ज्येष्ठमा काठमाडौँ बसिरहेको थिएँ। एउटा कानपुरमा चाहिँ हेऱ्यो भने 4 गते 3 गते कानपुरमा भोजपुरको वाणिज्य सङ्घले अरू चाहिँ भोजपुर चाहिँ बाहिर जानु कि अब सम्झौता गर्न जानु पर्यो। जबसम्म वाणिज्य विभाग छ, वाणिज्य सम्बन्धको सम्पर्कमा मैले कमसेकम नाकामा पुग्यो भनेको चाहिँ त्यहाँ प्रश्न पर्छ। तर म हाल्ने त्यहाँबाट चाहिँ जब त्यो वार्तालाप गर्दैछु हाल्ने मैले छोडेर गइसकेको
त्यसलाई सम्झेँ त्यति मैले अनि त्यो सम्झेपछि मैले आफ्नो बसेर आफूसँग मैले महसुस गरेँ महसुस गरेपछि म खुट्टाएँ अनि महसुस गरिसकेपछि हामी एउटा शब्द के भन्यो भने यस्तो अप्ठ्यारो पछि हामीलाई अब उसले सफल गरेर नाका बन्द गरे नाका बन्द भएपछि साइकल तेलको दाम 70 रुपियाँ हुन गयो चिनीको दाम 50-60 रुपियाँ प्रति केजी हुन गयो अब त्यहाँको माछा परेर आफ्नो भोक्ता जनतालाई नै फरक भयो त्यो बेला चाहिँ माथि बसेर राजनीति फरक पार्टीले अब अन्तमा हाम्रो के भन्न गयो जिल्लामा भनेदेखि प्रशासनसँग हाम्रो अप्ठ्यारो छ प्रशासन यस्तो के भन्छ भनेदेखि आतङ्कवादी सम्बन्ध गरेर तपाईँ आउनु आउनुहोस् र अर्को के उनीहरू के भन्छ भनेदेखि मान्छेले पुर्याउनु पऱ्यो सरकारले गर्नु पऱ्यो मानव सरकार त्यो एउटा समस्या यो एउटा पहाडी जिल्ला हो पहाडी जिल्लाको पुरा हिल एरिया पुरा एउटा समस्याले बुझेको छ हाम्रो महासम्म त्यो राजनीति गरेर उनीहरू पार्टी चलेको हो अब हिजो अस्ति थाहा पाल्नुभयो अब प्रधानमन्त्री हाम्रो जस्तो देशमा विज्ञापन भनिँदो रहेछ अब मन्त्रीहरूले भाग बसिरहेको छ जनताले पनि दुःख पाएको छ जनताले कति दुःख पाएको छ आम्दानी कति छ जनताको जनता पछि खाइरहेको छ यस्तो अवस्थामा बुझिरहेको छ कि बाङ्गलादेशमा एउटा साइनबोर्ड मात्र छ इभन मैले साइनबोर्ड पनि देखिसकेँ साइनबोर्ड पनि मेरो छ साइनबोर्ड राख्यो भने त्यो साइनबोर्डमा यत्तिकै चिठी आउँछ अब चिठी सेन्सर हुन्छ बाङ्गलादेश सभाको सबै चिठी सेन्सर हुन्छ अब त्यस्तो अवस्थामा भोत्रो अब त्यस्तो अवस्थामा पहाडी जिल्लामा बस्ने किन बस्ने त्यो समस्याको एउटा हो अब म आफै आउने हिँडिरहेको छु बसिरहेको छु यो हालत बसिरहेको छु र मेरो लास्ट अनुरोध चाहिँ के छ भनेदेखि अब कतिको प्रमाणपत्र साथीले तराई गर्ने साथीले ज्यादा रोकेर आएका छन् अब पहाडीले त के गर्ने पहाडीको रुप्ने मानिसहरू आशा चाहिँ गर्छ तर हुन आशा गरिरहेको छ धन्यवाद महासङ्घका अध्यक्ष कार्य समितिका 2 वरिष्ठ सदस्यहरू र आजका यस होस्ट जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कार्य समितिका अन्य सदस्यहरू र सम्पूर्ण उद्योगपति व्यवसायी साथीहरू अहिले अन्तिममा उद्योग संरक्षण मोरमको बोल्ने पालि आएको छ मसँग 2टा उत्तरदायित्व रहेको छ वाणिज्य महासङ्घको यो अञ्चल बेलामा हामीले कुरालाई सहमतिपूर्वक सम्मानपूर्वक त्यसलाई सरलीकरण रूपमा समाधान गर्ने पनि रहेको छ त्यसै समाधानको अनुरूप विगत गएको जुन यस सुनसरी उद्योग वाणिज्य सङ्घमा समस्याको भयङ्कर तुफान जुन आएको थियो त्यसलाई हाम्रो कार्यवाहक अध्यक्षज्यूले मेरो नेतृत्वमा यहाँ एउटा टोली पठाउनु भएको थियो उद्योग वाणिज्य महासङ्घको हैसियतले केन्द्र सदस्यको हैसियतले म यहाँ आएको थिएँ र मैले चाहिँ सम्पूर्ण साथीहरूसँग बसेर छलफल गरेको लिखित प्रतिवेदन जुन प्रतिवेदनलाई मैले महासङ्घको आफ्नो कार्य समितिको बैठकमा प्रस्तुत गरे र दिएको प्रतिवेदन छ किनभने ताकि अन्य सदस्य साथीहरूले कसलाई सिम्बलिक गर्नु भन्न सक्दिनँ यहाँ सक्षम उद्योग वाणिज्य सङ्घ भन्ने भन्नु कसलाई सिम्बलिक हो त्यो त मलाई थाहा भएन तर मेरो नजरमा चाहिँ मोरङ जिल्लालाई सिम्बलिक भयो जस्तो लाग्यो यहाँ 2टा जिल्ला चाहिँ 2टा अध्यक्षलाई सिम्बलिक भएको हैसियतले अब तपाईँले जब हामीलाई सक्षमै उद्योग वाणिज्य सम्झिनु भएको छ भने हामी सक्षमतापूर्वक हाम्रो आइडियालाई तपाईँसँग सेन्सेसन गर्नुपर्छ भन्ने उद्देश्यलाई राखेर मैले हामीले गरेको कार्यक्रमबारे आज लिखित रिपोर्ट म कहिले पनि मौखिक रिपोर्टमा विश्वास गर्दिनँ मेरो आफ्नो चाहिँ स्पेसिफिक कुराहरू छ र यो लिखित रिपोर्ट एउटा धरान उद्योग वाणिज्य सङ्घ एउटा कोषेन्सर प्रतिनिधि र अध्यक्षलाई म समर्पित गर्छु त्यसपछि र यसमा बन्न गयो कार्यक्रम र अहिले निकै लामो त्यसैले यो पढ्न चाहिँ म पढ्न चाहन्न तपाईँलाई खालि मैले जिस रूपमा मैले कुरा भन्ने यहाँ प्रश्न केही कुराको जिज्ञासा चाहिँ समाज जसलाई मेरो मित्र मोरङ व्यापार सङ्घको अध्यक्षले बडा राम्रो तरिकाबाट के प्रश्न गरेर जानुभयो भने
आउनु पर्यो, होइन भने हामीले 3%मा उहाँलाई रिक्वेस्ट गर्छौँ। उहाँले 4% भन्नु, म 3% रिक्वेस्ट गर्छु। अनि त्यसपछि हाम्रो 9 पैसाको जुन भागवण्डा हुन्छ त्यसलाई समानुपातिक रूपमा कोशी अञ्चलका जिल्ला उद्योग वाणिज्य सङ्घको प्रगतिको लागि त्यहाँ पनि हामीले लगाउने प्रयास गर्छौँ। एउटा कुरा म तपाईँलाई स्पष्ट रूपमा के भनिदिउँ भने हामीले हाम्रो जस्तो कि साथीहरूले देख्नुभयो, अहिले हाम्रो मोरङ व्यापार सङ्घको अध्यक्षले पनि त्यो कुरालाई भनेर जानुभयो, हात्तीले जति खान्छ त्यत्तिकै उसको मल पनि निक्लिन्छ, त्यत्तिकै त्यस्तै हुन्छ। त के हुन्छ भने तपाईँको खर्च पनि त्यत्तिकै हुन्छ, हाम्रो आम्दानीको स्रोतहरू खाए पनि त्यो त्यस्तै हुन्छ। त्यसकारण किनभने यिनै नेपालबाट हेर्नु परेको हुनाले उसलाई सायद भाग छ। आज यो उत्पत्तिको प्रमाणपत्रको हैसियत भएको छ र सस्टेनेबल लागि हामीले अनेक कार्यक्रमहरूबाट पनि, किनभने उत्पत्तिको प्रमाणपत्रलाई कुनै पनि बेला कुनै पनि समयमा सरकारले अन्य कार्यक्रमबाट आर्थिक आय उपार्जन गरेर आफ्नो संस्थालाई चलाउने एउटा प्रयास हामी सुरु गर्यौँ। र अर्को कुरा के भएको छ भने अहिले भर्खरै मेरा भोजपुरका मित्रले भन्नुभयो र हाम्रो अध्यक्षले, हाम्रो यस सभाका सभापतिले भन्नुभयो कि सक्षम उद्योग वाणिज्य सङ्घहरूले अलिकति कमजोर उद्योग वाणिज्य सङ्घलाई सहयात्रीको रूपमा लिनुपर्छ र सहयात्रीको रूपमा लिँदाखेरि उसको पनि विकासको परम्परा सुरु हुनेछ। हाम्रो तर्फबाट यस्तो प्रयास जारी छ र आउने दिनहरूमा अझ सशक्त रूपमा यो प्रयास उद्योग सङ्गठन मोरङले अगाडि उद्योग वाणिज्य महासङ्घले ध्यान पुर्याउनु पर्ने जिल्लाका समस्याहरूको बारेमा म जानकारी गराउन चाहन्छु। त्यो अहिले समस्याको केही जानकारी हाम्रो उद्योग सङ्घ व्यापार सङ्घका अध्यक्षले गरेर जानुभयो। जस्तो आज विगत गएको 4-5 वर्षदेखि हामीले कवाडी दलको बारेमा आवाज उठाइरहेका छौँ र स्थानीय विकास दर दिवसले लिने स्थानीय विकासितको बारेमा आवाज उठाइरहेको छु। त्यसको बारेमा उद्योग वाणिज्य महासङ्घ मैले भनिहालेँ। अहिले अब कस्तो हुन्छ भने यसमा चाहिँ उद्योगमा, किनभने मैले यो भन्नुपर्ने के छ, सदस्य भएको हैसियतले पनि कार्य समितिको पदाधिकारीको हैसियतले उहाँहरूले यसलाई विचार गर्नुपर्ने आवश्यकता छ। म त सदस्य त्यहाँ 75वटा सदस्य मध्ये एउटा सदस्य मात्र, त्यसैले मेरो त्यसमा बोलबाला एकदमै जति पदाधिकारी साथीहरू हुन्छ। र त्यस दुईटा विषय, जुन विषयलाई नेपाल उद्योग वाणिज्य महासङ्घ अथवा उद्योग वाणिज्य सङ्घले सायद कमी कमजोरीले भन्नुपर्दा त्यो चिज आज हुन गइसक्यो। अब यस्तो चिजलाई, त्यो परम्परालाई वाणिज्य महासङ्घ उठाउँछ। सायद त्यो उद्योगको कति समस्या समाधान भयो, कुन रूपले कोशी अञ्चलको उद्योग समस्या समाधान भयो भएन भन्ने कुराको त्यस्तै राष्ट्र ब्याङ्कले कालो सूचीको जुन ब्याङ्कबाट कालो सूचीको जुन प्रकाश गर्ने जुन वातावरण बनाएको छ त्यसको बारेमा महासङ्घले निकै प्रश्नकर्ता हुनुहुन्छ र अडिटर क्वालिटी चाहिँ हामीभन्दा अलिक बढी र यहाँले जहाँसम्म उहाँले भन्नुभयो कि उहाँलाई अधिकार कम छ, महासङ्घ भनेको कुनै यस्तो क्रियाको नाम होइन जो चाहिँ आफै उत्पन्न हुन्छ। सबै सङ्घहरूको संलग्नताले प्रतिनिधित्वले महासङ्घ भन्दछ भनेपछि त्यसमा चाहिँ आज म कोशी अञ्चलकै हेर्ने चारजना यहीँ बसिरहेको छु। कोशी अञ्चलको 4 जनाका र डिफेक्टिभ विजय भन्यो भने हाम्रो अध्यक्ष पनि कोशी अञ्चलमै इतिहासले बताउँछ कि उहाँ पनि कोशी अञ्चलकै हुनुहुन्छ। उहाँको जेनेरेसनबाट कोशी अञ्चल नेपाल इलेक्सनमा चाहिँ चाइना नेपाल भनेपछि एफएनसिसिआई भनेको एउटा चाहिँ बृहत सङ्घ छ र यस सङ्घले आज जति पनि हाम्रो एफएनसिसिआईमा यहाँ नेपालको अर्थतन्त्रलाई कसरी एउटा चाहिँ, किनभने जबसम्म अर्थतन्त्रको एफएनसिआई यो क्वाड्रिङ्गलमा चाहिँ नेपाल, बङ्गलादेश, श्रीलङ्का, बङ्गलादेश, भुटान, इन्डिया, इस्टर्न इन्डियाको त्यो पनि एउटा चाहिँ एक्टिभिटिज इम्पोर्टेन्ट छ। त्यसले पनि धेरै समय र चाहिँ लिइराखेको छ। अब म यहाँ के एउटा चाहिँ एफएनसिसिआईले यसको बारेमा चाहिँ बृहत
छलफल गरिराखेको छ र हुनसक्छ कि आउने एजिएममा चाहिँ यसको बारेमा चाहिँ हाम्रो कुनै नयाँ अवधारणा लिएर आउन सक्छौँ। त्योभन्दा पहिले यहाँहरूले के अनुरोध छ भने कि मिटिङ पश्चात यो सेसन समाप्त गरिसकेपछि इन्फर्मली हामी 10-15 मिनट बसेर आजको मुख्य समस्याहरू रेकर्डिङ गरेका छौँ त्यसको बारेमा अगाडि लागेको छ त्यसलाई चाहिँ अगाडि बढाउन त्यसको बारेमा सहमति गर्नुहुनेछौँ। यति भन्दै म अब यस प्रोग्रामको सङ्कल्प सभाको म यहाँ के जानकारी गराउन चाहन्छु भने सङ्कल्प सभाले चाहिँ सबै पठाएको छ त्यो चाहिँ हामीलाई दिइसकेका छ र त्यसलाई चाहिँ एकदमै हामीहरू अध्ययन गरेर त्यसमा भएका कुराहरूलाई पनि हामीहरू चाहिँ आफ्नो त्यो फाइनल युनिटमा आउँछौँ त्यसमा त्यसलाई पनि इन्कर्पोरेट गरेर त्यसलाई हामीहरू चाहिँ गर्नेछौँ भन्ने म यहाँलाई अनुरोध गर्दै अब म कार्यक्रमलाई अगाडि बढाउन म कहिले पनि पछि परेको छैन र म आफ्ना धारणाहरू स्पष्ट रूपले के राख्न चाहन्छु भने मलाई याद छ भर्खर अहिले उद्योग वाणिज्य सङ्घ भोजपुरका अध्यक्षज्यूले भन्नुभएका ती मार्मिक कुराहरूलाई यदि हृदयङ्गम गरेर हेर्ने हो भनेदेखि आज भोजपुरको स्थितिको विषयलाई लिएर पहाडी देशमाताका सम्पूर्ण जिल्ला सङ्घहरू लगायत पहाडीवासीहरूलाई कस्तो अप्ठ्याराहरू कस्ता प्रब्लमहरू छन् भन्ने कुरो आज यस सुनसरीको उद्योग वाणिज्य सङ्घको यस सभाकक्षमा बसेर पङ्खा र विद्युत जलाएर र टेलिफोन र मोबाइलहरू सुचारू रूपले सञ्चालन गरेर हामीले छलफल गर्नु कतिको साथ कुनै पनि संस्थाले आफ्नो आवाज सही रूपमा बुलन्द पारेर उठाउन सक्ने जमर्को गरेको छैन। कुनै पनि चाहे त्यो राजनीतिक पार्टी होस् चाहे त्यो आर्थिक सङ्घ सङ्गठन होस् या कुनै सामाजिक सङ्घ संस्थाहरू स्पष्ट राष्ट्र अहिले अवरुद्ध भएको छ। कोही सामूहिक दर्शन भेट भन्छन्, कोही एक्लै दर्शन भेट भन्छन्, कोही बन्द र द्वन्द्वको नाकाबन्दी भन्छन्। र प्रजातन्त्रको लागि लडाइँ लडेको हो भने किन एकता वा एक स्वर हाम्रो हुन सक्दैन र हुन सकिरहेको छैन? किन हामी साझा विषयमा हाम्रो स्वार्थ केन्द्रित गर्न सक्दैनौँ? यो विषयमा मलाई लाग्छ कुनै पक्षले पनि कुनै क्षेत्रले पनि जोरदार आवाजले यो कुरोलाई उठाउन सकिरहेको छैन। र वास्तवमा आज मैले जिल्लाका सम्पूर्ण समस्याहरूलाई रूपमा समस्याहरूलाई अवगत गरेर आफ्नो भूमिका निर्वाह गर्नुहुने र यस सुनसरीमा भेला भएका कोसेन्टरबाट पनि निवारण कुरा राख्नुभएको छ। त्यसको चाहिँ समग्र रूपमा ग्रहण गरेर जुन आशा विश्वास
सर्वप्रथम त म आजको यस कोशी अञ्चल मेलामा उपस्थित हुनुभएका मेरा सम्पूर्ण जिल्ला उद्योग वाणिज्य सङ्घका कोशी अञ्चलका व्यक्तिहरूलाई स्वागत गर्न चाहन्छु र त्यस्तै गरी आजको यस सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष लगायत पदाधिकारी साथीहरू र हाम्रो पूर्व मेयर पनि हुनुभएको जस्तो लाग्छ पत्रकार साथीहरू अवश्य पनि यो धेरै वर्षपछि यसरी सुनसरी उद्योग वाणिज्य सङ्घमा आएर फेरि एकपल्ट यहाँको समक्ष चाहिँ उपस्थित हुन पाउँदा धेरै खुसी लागेको छ र जुन आज यो कोशी अञ्चल मेला जुन यहाँले एउटा अर्गनाइज गर्नुभयो त्यसको लागि अवश्य पनि यहाँलाई धन्यवाद दिनैपर्छ किन भन्दाखेरि सुनसरी उद्योग वाणिज्य सङ्घ जो जेठो उद्योग वाणिज्य सङ्घ यहाँलाई धन्यवाद दिन चाहन्छु र जुन आज र हामी यो कोशी अञ्चल मेला खासबारी चौरसभादेखि लिएर हामीले अवश्य पनि अहिलेको बेलामा हामीले यसलाई चाहिँ महासङ्घले अवश्य पनि लिएर ल्याएको कुरा पनि यहाँलाई देखिँदैछ तर त्यही पनि अहिले देशको स्थितिको यस्तो स्थितिमा यो गर्दाखेरि अवश्य पनि केही कुराहरू पुरा नभएको हुनसक्छ तर यस वर्षदेखि हेर्दाखेरि त्यस्तो ठुलो समस्या अथवा त्यस्तो ठुलो कठिनाइ अवश्य पनि छैन र सबै जिल्ला उद्योग वाणिज्य सङ्घहरूले खालि एउटा दिन विश्व सरकार पछिको हाम्रो सञ्जाल भन्छ नेटवर्क भन्छ त्यो उद्योग वाणिज्य महासङ्घकै मात्रै छ यहाँलाई म भन्दाखेरि चाहिँ भन्न चाहन्छु कि यो 2 वर्ष जबकि निर्वाचित सदन थिएन निर्वाचित एउटा स्थानीय निकाय थिएन त्यस बेलामा हाम्रा जिल्ला उद्योग वाणिज्य सङ्घले नेपाल उद्योग वाणिज्य सङ्घले खेलेको भूमिका मेरो विचारमा आजको दिनमा हामीले सम्झिनुपर्छ र त्यसलाई कसैले पनि हल्का तरिकाबाट लिनु हुँदैन भनेर म भन्न चाहन्छु किन भन्दाखेरि यहाँ हामी उपस्थित भएका छौँ आज कोशी अञ्चलको भेला गरिरहेका छौँ हामी कुनै आफ्नो उद्योग व्यापारका कुराहरू मात्रै गरेर हामी सीमित यो भेला गर्न खोजिरहेका होइनौँ हामीले यो क्षेत्रमा विभिन्न किसिमको कार्यक्रमहरू सञ्चालन भइरहेको कुराहरू यहाँलाई थाहै छ त्यसकारण हामीले एउटा सीमित दायरामा बसेर अब काम गर्नु हुँदैन त्यो हामी 5-6 वर्ष अगाडि हामी गर्ने त्यो म चाहिँ भोजपुर उद्योग वाणिज्य सङ्घ होला इटरी उद्योग वाणिज्य सङ्घ होला म उहाँहरूलाई पनि भन्न चाहन्छु अब हाम्रो काम भनेको चाहिँ एउटा 4-5 जना व्यापारीको आवाज मात्रै हामीले लग्ने होइन हाम्रो यो काम धेरै ठुलो भइसकेको छ हाम्रो दायरा हाम्रो चाहिँ एउटा हामीले गर्नुपर्ने कामहरू अहिले राष्ट्रिय स्तरको भइसकेको छ त्यसकारण यहाँहरूले चाहिँ एउटा सानो विचार लिएर चाहिँ आफ्नो सङ्घलाई अवश्य पनि हाल्नु हुँदैन यहाँहरूले स्थानीय निकाय चाहिँ सँग मिलेर विभिन्न बेलामा चाहिँ चुनाउनु हुन्छ तर हामीले सिद्धान्त सरकारसँग बारम्बार चाहिँ यस्ता कुराहरू समस्याका कुराहरू नराखेको होइन तर यहाँलाई थाहै छ सरकार चाहिँ अहिले भनौँ राजनीतिक अस्थिरताले गर्दाखेरि हामीलाई कति असर परिरहेको छ एउटा शान्ति सुरक्षाको कमीले गर्दाखेरि द्वन्द्वले गर्दाखेरि हामीलाई कति असर परिरहेको छ हामीले एक पनि भनिसकेको छु हाम्रो वर्ग मात्रै असुरक्षित छ हामी दोहोरो तेह्रो मारमा हामी परिरहेका छौँ चन्दा आतङ्कदेखि लिएर करदेखि लिएर विभिन्न किसिमको झन्झटिलो चाहिँ एउटा चाहिँ नीति नियममा हामीहरू गुज्रिरहेका छौँ तर त्यही पनि हामीले अधिराज्यभरका हाम्रा उद्यमी व्यवसायहरूको मनोबल उकास्नको लागि मनोबल एउटा नबिरोस् एउटा आर्थिक गतिविधि बढिरहोस् भन्ने चाहिँ हिसाबले चाहिँ हामीले अगाडि बढेका छौँ हामीले जस्तो सुकै स्थितिमा पनि हाम्रो कार्यक्रमहरू रोकेका छैनौँ त्यसकारण यो कुराहरू पनि म यहाँहरूलाई भन्न चाहन्छु र त्यस्ता नयाँ कार्यक्रमहरू हामीले अगाडि बढाएर ल्याइरहेका छौँ अब अहिले हामीले 5वटा जिल्लामा चाहिँ ट्रेड स्कुलहरू हामीले खोलेका छौँ पोखरा उद्योग वाणिज्य सङ्घमा आइसकेका छन् उद्योग वाणिज्य महासङ्घले आफैले गर्दैन त्यस्ता कार्यक्रमहरू त्यो सबै कार्यक्रमहरूलाई हामीले जिल्ला उद्योग वाणिज्य सङ्घहरूमा नै छरेर चाहिँ त्यसमा चाहिँ हामीले डिस्ट्रिब्युट गरेर एउटा कार्यक्रमहरू लिएर जान्छ भोलिदेखि तपाईँहरूको यहाँ एसएमइडिबीको कार्यक्रम सञ्चालन भइरहेको छ साना तथा मझौला उद्यमी व्यवसायको कार्यक्रम सञ्चालन भइरहेको छ लघु उद्यमको कार्यक्रमहरू यो जिल्लामा छ धनकुटामा छ तपाईँको तेह्रथुममा छ त्यसकारण विभिन्न चाहिँ हाम्रो कार्यक्रमहरूलाई यहाँहरूको सहयोगले हामीले अगाडि बढाउनुपर्छ त्यसकारण हामी साना तिना मसिना झिना कुराहरू गरेर अल्मलिनु अवश्य पनि हुँदैन त्यसकारण आजको अबको बेला भनेको हामीहरू उद्यमी व्यवसायहरू त्यो जुनसुकै क्षेत्रमा होस् जुनसुकै चाहिँ जिल्लामा होस् हामी चाहिँ आफ्नो एउटा छाप एउटा भन्छ त्यो
त्यो देखाइसकेका छौँ र त्यसमा नागरिक समाजका विभिन्न वर्गहरूले पनि स्वीकारिसकेको छौँ कि हामीले गर्नुपर्छ अबको दिनहरूमा। त्यसकारण यो 2 वर्षको दौरानमा हामीले त्यस्ता स्टडी नगरिकन त्यसमा भएका कुराहरूलाई कार्यान्वयन नभएसम्म हामी केही भन्न चाहँदैनौँ। तर हाम्रा पनि केही न्यूनतम आर्थिक कार्यक्रमहरू छन्। यदि त्यो सिद्धान्तको सरकारले हेर्दैन, यसलाई सिद्धान्तको सरकारले आफ्नो एउटा मूल इस्यु लिएर अहिले जाँदैन र देशमा शान्ति स्थापना गर्दैन भने चाहिँ हाम्रा त्यस्ता 41 बुदा 45 बुदा 53 बुदा धेरै त्यस्ता बुदाहरू हामीले देखिसकेका छौँ। त्यसकारण हामी पनि प्रश्न त्यसकारण हामीले एउटा बिजनेस हेल्पलाइन हामी उद्योग वाणिज्य महासङ्घ खोलेका छौँ, जसले गर्दाखेरि केही तपाईँहरूलाई परेको समस्याहरू त्यो विभिन्न कारणबाट हुनसक्छ, त्यो कुराहरूलाई चाहिँ महासङ्घमा जानकारी गराइदिनु। किन अहिलेको बेलामा चाहिँ शान्ति सुरक्षाको यस्तो कमी छ, त्यसले गर्दाखेरि हामी खुला रूपले हामी पनि सुरक्षित छैनौँ, हामी असुरक्षित छौँ। हामी सुरक्षित यहाँले देख्नु होला, हामी चाहिँ खुब सुरक्षित छौँ जस्तो लाग्छ, तर त्यो होइन। त्यसकारण हामी विभिन्न चाहिँ स्थानीय शान्ति सुरक्षाका निकायहरूबाट पनि हामी सुरक्षित छैन भन्न चाहन्छु। किन भन्दाखेरि हामीलाई पनि धेरै त्यस्ता अप्ठ्यारा परिरहेका छन्, त्यो कुरा सुन्ने कसैले वाला छैन। त्यसकारण यी सबै कुराहरूमा चाहिँ मेरो विचारमा महासङ्घले एउटा चाहिँ बिजनेस हेल्पलाइन एउटा खोलेको छ हाम्रो जिल्ला उद्योग वाणिज्य सङ्घहरूलाई कसरी अगाडि लिएर चाहिँ सहयोग दिन सक्छ भन्ने हामीलाई लागेको छ। र आउने बजेटमा पनि हामीले आफ्नो धारणाहरू राखिसकेका छौँ। यो बजेटमा अवश्य पनि चाहिँ जनप्रतिनिधि नभएको बेलामा एउटा संसद नभएको बेलामा छ। त्यसकारण यो बजेटमा विकास खर्च जुन कमी रहेको छ त्यसलाई चाहिँ हामी निजी क्षेत्रले कसरी एउटा चाहिँ पार्टनरसिप एप्रोचबाट सिद्धान्त सरकारलाई यो विकास खर्चलाई बढाउन सक्छ, किन त्यसमा पनि हाम्रो स्वार्थ छ। यदि विकास खर्च बढेको खण्डमा हाम्रा उद्योगहरू ती सबै कुराहरूमा चाहिँ अहिले हामीले सिद्धान्त सरकारलाई राम्रो सुझाव दिइसकेका छौँ। र अहिले हाम्रो अर्थमन्त्रीजी आउनु होला, उहाँलाई पनि थियो होला, तर अवश्य पनि जबसम्म यो देशमा चाहिँ शान्ति हुँदैन, द्वन्द्व भइरहन्छ र द्वन्द्व समाधानको लागि पनि हामी कुनै एउटा जिल्लाका कुरा गरिरहेका छैनौँ, हामी कुनै एउटा व्यापारका कुरा गरिरहेका छैनौँ। त्यो म साथीहरूलाई बारम्बार भन्छु, त्यो गर्ने हाम्रो होइन। अहिले देशमा कसरी द्वन्द्व समाधान गर्नुपर्छ त्यो हाम्रो स्वार्थ छ देशमा पनि। त्यसकारण हामीले चाहिँ राष्ट्रिय व्यवसाय त्यसमा एउटा कार्यदल गठन भइसकेको छ। त्यसकारण एकातिर पनि हामी ध्यान दिएका छौँ, एकातिर अर्कोतिर चाहिँ हाम्रो जुन उद्योगहरू रुग्ण भएको छ त्यसलाई पुनर्स्थापना गर्न, त्यसलाई चाहिँ कसरी एउटा चाहिँ एउटा पहाडी लग्ने हुने कुराहरूमा चाहिँ प्रश्न सोच हामीले बनाइसकेका छौँ। तर यदि सरकार स्थिर हुँदैन, सरकार चाहिँ एउटा चाहिँ राम्रो अस्थिर हुन्छ, अवश्य पनि यसमा केही कार्य गर्न सक्दैन। हामीले अहिले यो पनि भनिसकेका छौँ कि अहिले बजेटमा 5 वर्षसम्म यस्ता नीतिहरूलाई परिवर्तन नगरौँ। श्रीमानको सरकारले खालि देखाउँछ राजस्व वृद्धि भयो भनेर, भन्दाखेरि यो कुराहरूलाई चाहिँ श्रीमानको सरकारले हामीसँग बसेर छलफल गरेर कसरी अगाडि लिएर लाने भन्ने कुराहरूमा प्रश्न बढाउनु गर्छ र त्यसको लागि पनि अवश्य पनि छ। तर विधान अनुसार त्यो हाम्रो विधान नभए पनि अहिले विधान पनि हाम्रो संशोधन हुँदैछ, त्यसलाई अझ व्यवस्थित तरिकाबाट हामी लग्न खोजिरहेका छौँ। अझ यो विधान संशोधन हुँदैछ हाम्रो। त्यसले गर्दाखेरि तर म जिल्ला अन्तर्मन्त्रीलाई म धन्यवाद दिन चाहन्छु। यति पनि मेरो आफ्नो मन्तव्य दिन चाहन्छु। धन्यवाद। हाम्रो निमन्त्रणालाई विक्रम बालकृष्णलाई हार्दिक धन्यवाद प्रदान चाहन्छु। र अब हामी सिन्चेली उद्योग वाणिज्य सङ्घको आतिथ्यमा सम्पन्न भएको कोही सङ्घको भेलामा सम्झना स्वरूप मायाको तिम्रो प्रदान गर्ने कार्यक्रम रहेको छ। र यो मायाको तिम्रो प्रदान गरिदिन उद्योग वाणिज्य सङ्घ सिन्चेलीका अध्यक्ष पवन अग्रजीलाई हार्दिक अनुरोध गर्दै सो मायाको चिन्ह ग्रहण गरिदिनु हुन नेपाल उद्योग वाणिज्य महासङ्घका राष्ट्रिय अध्यक्ष श्री विक्रम बालकृष्णजीलाई विनम्र अनुरोध गर्न चाहन्छु। मायाको चिन्ह ग्रहण गर्नुभएकोमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष हाम्रो उपसरकार बेला सिन्चेली उद्योग वाणिज्य सङ्घमा प्रदान गर्ने अवसर प्रदान गर्नुभएको छ र आजको कार्यक्रम कार्यक्रम सफल गराइदिनु भएकोमा म हाम्रा नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री
स्थितिमा यहाँलाई निकै छ, यहाँले दुईवटा सरकार देखिसक्यौँ, तेस्रो सरकार बन्ने प्रक्रियामा छ, या बनिसकेका छ, त्यसको एक्सपान्सन हुन बाँकी छ, सबै मन्त्रालयहरू बाहिरसम्म मन्त्रीले उठिसकेका छैनन्। तर विगतको दुईवटा गभर्मेन्टले चाहिँ हामीले हेर्दाखेरि र हामीले चाहिँ समस्याहरू विभिन्न समस्याहरूबाट ग्रसित गरेर पनि अगाडि बढेको लास्ट 11 महिनाको दरमियानमा आउने सरकारले एउटा सुव्यवस्था बनाउन सक्छ। आउने दिनमा कुनै पनि समस्याको समाधान चाहिँ आर्थिक मार्फतको रूपमा लिएर दिन्छ, चाहे त्यो सानो समस्या होस् चाहे ठुलो समस्या होस्। त्यसैले यस सरकारले एउटा वातावरण सृजना गर्नेछ र यो तुरन्त त्यसबाट चाहिँ पुरा राष्ट्र नै ग्रसित भइसकेको छ, जनजीवन नै प्रभावित भइसकेको छ। आउने दिनमा यसलाई चाहिँ महत्त्वपूर्ण एउटा कार्य छ सरकारको लागि। आजसम्म गार्मेन्ट सेक्टरमा इन्टिग्रेसन हुन सकेको छैन, ब्याकवर्ड इन्टिग्रेसन हुन सकेको छैन। हामीहरू फेब्रिक्स पनि विदेशबाट ल्याउँछौँ, ढाक पनि विदेशबाट ल्याउँछौँ, स्विमिङ ट्रेड पनि विदेशबाट ल्याउँछौँ, चिपर पनि विदेशबाट ल्याउँछौँ। भनेपछि आज गार्मेन्ट सेक्टर कति प्रभावित छ, कुनै बेला पनि त्यो कन्टिनेन्ट छोडेर जान सक्छ। किनभने उताको एउटा फ्लेक्सिबल गार्मेन्ट सेक्टर चलाइरहेको छ। अस्ति म श्रीलङ्का गएको थिएँ, त्यहाँ गएर अध्ययन गर्दाखेरि तिनीहरूमा चाहिँ म्यासिभ इन्टिग्रेसन भएको छ, बङ्गलादेशमा म्यासिभ इन्टिग्रेसन भएको छ र अलमोस्ट एभ्रिथिङ उनीहरूले चाहिँ आफैले प्रदर्शन गरिरहेको छ। भनेपछि आज हामीहरूको चाहिँ आर्थिक नीति ल्याउँदाखेरि हामीले चाहिँ यस्तो नीति ल्याउनु पर्यो जसबाट चाहिँ इकोनोमिक एक्टिभिटिजको एक्सपान्सन होस्। इकोनोमिक एक्टिभिटिजको एक्सपान्सन भयो के त्यसमा सोचेका छौँ भने कि एक्सपोर्टलाई ब्याकवर्ड इन्टिग्रेसनलाई चाहिँ पूर्ण व्याख्या हुनुपर्छ। ब्याकवर्ड इन्टिग्रेसन त्यसमा एक्सपोर्ट हाउसको पनि परिकल्पना गर्नुपर्छ र एक्सपोर्ट हाउसको सिलसिला गरेर साना संयुक्त साधनले उत्पादन गरिरहेका हुन्छन्, तिनीहरूलाई चाहिँ एउटा समुचित अर्गनाइज रूपमा मार्केटिङको सुविधा उपलब्ध हुन सक्छ, जसले गर्दाखेरि साना उद्योगहरू विकास हुन सक्छ। त्यस्तै गरेर तिनीहरूलाई चाहिँ डिप एक्सपोर्टको हामीलाई ल्याउनु कि कुनै पनि एउटा चाहिँ डिप एक्सपोर्टको व्याख्याको लागि कि हामीले व्याख्या गरेर दिइसकेको सरकारलाई त्यो आर्थिक व्यवस्थामा त्यसको पनि माग छ। 10 वर्षको लागि इन्कम ट्याक्स लाग्दैन। यस्तो भएपछि त्यसमा चाहिँ आइएसआईमा चाहिँ सेल्फ इन्भाइरोमेन्टको लागि एउटा चाहिँ ठुलो अपर्च्युनिटी इन्डियामा डेभलप गरेर त्यसबाट चाहिँ ठुलो डिमान्डको आएर चाहिँ इकोनोमिक एक्सपान्सन हुन्छ भन्ने कुरा चाहिँ हामीले अगाडि बढाउनुपर्छ। अहिले यहाँ इन्डस्ट्रिजको बारेमा पनि त्यो सायद यहाँ सुविधाहरू छैन होला, तर तैपनि सिक्किमको फ्याक्टको कपी पठाएर त्यसपछि यहाँले त्यो त्यसमा कुनै संशोधन छ भने हामीलाई जानकारी गराइदिनु होला र त्यो चाहिँ हामी भोलिसम्म पठाउने सबै जिल्लाले प्रयास गर्छौँ। त्यसपछि त्यसलाई चाहिँ फाइनल एउटा रूप दिएर अगाडिको काठसम्म यसलाई पेस गर्नेछु। अर्को म यहाँ के अनुरोध गर्न चाहन्छु भने कि धेरै विगत भविष्यमा काठ सहरमा गइराखेको छ एनसिसिआईको र यो जिल्लाबाट ट्रेनिङको समस्याहरू आएका छन्। त्यसमा मुख्यतः यो सर्टिफिकेट रेजिमको र आर्थिक स्रोतहरूको बारेमा त्यसमा चाहिँ एउटा बृहत छलफल गरेर के अगाडिको भविष्यको लागि कस्तो व्यवस्था गर्दाखेरि यसबाट चाहिँ एउटा इक्विटेबल सिचुएसन आउन सक्छ जिल्लाहरूमा, त्यसको बारेमा चाहिँ हामीले चाहिँ छलफल गरेर एउटा चाहिँ कुनै प्लानिङ गर्नेछौँ। र जहाँसम्म कबाडी करको र लोकल डेभलपमेन्टको समस्या छ, यो राष्ट्रको एउटा क्यान्सरको रूपमा फैलिराखेको छ र फैलिनु पनि सकेका छ। यसको लागि चाहिँ हामीहरू सेभरल राउन्ड मिटिङ भएको छ र यसलाई चाहिँ हामीहरू गभर्मेन्टलाई स्ट्रङली के भनिराखेका छौँ भने कि लोकल डेभलपमेन्ट ट्याक्स, जसले हाम्रो नगर पञ्चायत पनि एउटा आतङ्क थियो कुनै जमानामा, त्यो आतङ्कलाई खतम गर्नका लागि सोर्समै हामीले 1.5% गर्थ्यौँ। त्यस्तै नै यो आतङ्कलाई खतम गर्नका लागि पनि हाम्रो उद्योग व्यवसायबाट हाम्रो सोर्समै दिन तयार छौँ। हाम्रो सोर्समा ट्याक्स लियो र यो आतङ्कलाई खतम गरेर देशभरि र जे तपाईँहरूले दिनुहुन्छ तपाईँहरूले दिनुहोस्। यो कबाडी करको नाममा ठेकेदारहरूको गठन हुन्छ, त्यो ठेकेदारले 5 लाख रुपियाँमा ठेका लिएको हुन्छ र त्यसले चाहिँ 50 लाख 1 करोड रुपियाँ वसुल गर्ने युक्ति निकाल्छ र त्यसबाट चाहिँ आतङ्क मचेको छ। यो कुरा चाहिँ हामीलाई थाहा नभएको होइन, हामीहरू पनि यसबाट ग्रस्त छौँ र यसलाई चाहिँ हामीले स्ट्रङ अध्यक्षलाई हार्दिक धन्यवाद मेरो तर्फबाट र सम्पूर्ण जिल्लाका साथीहरूको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। र साथै कुश कुमार जोशीज्यू आज यति आफ्नो गेस्ट कार्यक्रमलाई छोडेर प्रोग्रामलाई एटेन्ड गरेर यहाँ पाल्नु भएकोमा म सम्पूर्ण मेरो तर्फबाट र जिल्लाका सम्पूर्ण अध्यक्ष साथीहरूको तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु।
चाहिँ यो असत प्रसिद्धले गर्दाखेरि